हेलो नमस्ते नमस्कार म सुरेश राम। आज एउटा सफलता कथा लिएर आएको छु, सबैजना सुनिदिनु होला। क्वीन अफ अल मिडिया भनेर चिन्ने एउटा व्यक्ति छ, महिला छ। आजसम्मको सबभन्दा ठुलो खोज व्यक्तिले आफ्नो दृष्टिकोण परिवर्तन गरेर आफ्नो भविष्य परिवर्तन गर्न सक्छ, अर्थात् ऊ जे सोच्छ त्यही बन्न सक्छ। उहाँले जीवनको सूत्र दिनुभयो, त्यो प्रसिद्ध टिभी प्रस्तोता र अभिनेत्री ओप्रा विन्फ्रेको सूत्र हो। ओप्राको जन्म 1954 मा अमेरिकाको मिसिसिपीमा भएको थियो। गरिब परिवार र कुमारी आमामा जन्मिएको ओप्राले धेरै सङ्घर्ष गर्नु पर्यो। ओप्राले आफ्नो बाल्यकाल बोरा लगाएर र फालिएको खाना खाएर बिताइन्। उनकी आमा दिनभरि अरूको घरमा काम गरिन्। घरमा एक्लै भएको कारण ओप्रा सानै उमेरमा धेरै पटक यौन दुर्व्यवहार शिकार भइन्। 14 वर्षको उमेरमा उनी गर्भवती भइन् र बच्चाको गर्भमै मृत्यु भयो। जीवनबाट निराश भएर उनी घरबाट भागिन्। चाँडै नै उनकी आमाले ओप्रालाई भेटाइन् र उनलाई फिर्ता ल्याइन्। ओप्राका सौतेला बुवाले उनलाई राम्रो स्कुलमा भर्ना गरिदिए। ओप्राले पढ्ने मौका पाइन्। उनको लुकेको प्रतिभा बाहिर आउन थाल्यो र उनले सार्वजनिक भाषण र नाटकमा चमत्कार गरिन्। 16 वर्षको उमेरमा उनले रेडियो च्यानलमा जागिर पाइन्, तर ओप्राले धेरै अध्ययन गर्ने र टिभी स्टार बनिने निर्णय गरेकी थिइन्। कडा परिश्रम र सकारात्मक सोचका साथ ओप्राले पढाइ जारी राखिन् र टिभी च्यानलमा विवादास्पद मुद्दाहरू पनि छलफल हुन थाल्यो। ओप्राको कार्यक्रम 25 वर्षभन्दा बढी 5000 एपिसोडहरू चल्यो। यो कार्यक्रम इतिहासकै उच्चतम श्रेणीकरण अङ्कमा भएको कार्यक्रम बन्यो। ओप्रा टिभी जगतको सबैभन्दा सफल व्यक्तित्व बनिन्। उनी 26,000 करोड रुपैयाँकी मालकिन हुन् र विश्वको सबभन्दा प्रभावशाली महिलाहरूमध्ये एक हुन्। आफूसँग जे छन् त्यसमा कृतज्ञ र खुसी हुनुहोस्। आफूसँग जे छैन त्यसमा धेरै ध्यान केन्द्रित नगर्नुहोस्। तपाईँ आफ्नो जीवनको जति धेरै कदर गर्नुहुन्छ र त्यसको उत्सव मनाउनुहुन्छ, जीवनले तपाईलाई उत्सव मनाउन त्यति नै धेरै अवसरहरू दिने छ भने उसको मुख्य भनाइ र उद्देश्य छन्। उनले ओप्रा फाउन्डेसन नामको पनि संस्था स्थापना गरेको थियो। त्यो संस्थाबाट विभिन्न समाज सेवा र दान कार्यक्रम पनि गर्दै थियो। उसको अरू चाहिँ केही उसको जानकारी चाहनुहुन्छ भने मिडिया अरू माध्यमबाट तपाईँ गएर हेर्न सक्नुहुन्छ र सुन्न सक्नुहुन्छ, जानकारी लिन सक्नुहुन्छ भन्न म चाहन्छु। यो तपाईँको यो कथा तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला। धन्यवाद।